यो तपाईँको बाहिरबाट हेर्दा भित्रको मान्छेको गतिविधि क्रियाकलाप देखिनु पर्यो क्या कुरो बुझ्नु भएन यो लगाइसकेपछि देखिँदैन भित्र के हुँदैछ के गर्दैछ भन्ने कुरो त्यस कारणले हामीले यो अभियानकै रूपमा ल्याएका छौँ है सबैको मात्र होइन हामीले जति पनि यहाँ गाडीमा कालो सिसा लगाएको छ सबैको निकालिरहेको छौँ अहिले हाम्रो पोलिसी नेपालभरिमै यो तपाईँको कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ किनभने भित्रको गतिविधिहरू चाहिँ बाहिर नपुग्ने भएपछि सबैलाई सेफ होस् सबैको लागि सेफ होस् भन्ने अभियानको साथ त्यसो भन्ने जागरुकता गरेर अभियान भेट समाजका गाडीहरू सबैलाई हामीले पहिलोपटक कारवाही नगर्ने स्टिकर हटाउने दोस्रो पटक पनि फेरि उहाँले पुरा दोहोऱ्याएमा चाहिँ हामीले ट्राफिक नियम उल्लङ्घन गर्ने बापत तपाईँको यातायात कारवाही गरेर अहिले जति पनि गाडीमा लागेको छ सबै गाडीहरू निकालिरहेको छ जस्तो भारतीय गाडीहरू पनि आइरहेको छन् उहाँहरूलाई चाहिँ के निकालिदिइराख्नु भित्रको गतिविधि देखिनु पर्यो क्या साइड लाग्ने सोसियल मिडियामा आउँछ कि तपाईँले भरे फेरि नभन्नु कालो स्टिकर लगाएपछि मैले पाएँ अनि अहिले नेपालभरि हाम्रो ट्राफिक प्रहरीले त्यो कालो स्टिकर चाहिँ सबै हटाउने अभियान सुरु गरेको छ तपाईँलाई पहिलोचोटि हामी कारवाही गरेनौँ स्टिकर हटाउँछौँ होइन र फेरि अहिले तपाईँहरूले गर्नुहुन्छ हामी कारवाही गर्छौँ यातायात नियमको कारवाही गर्छ ठुलो गरेर गर्नुहुन्छ होइन त्यो अहिले खोलिदिनु होला